सबैजनामा नमस्कार साथीहरु, तपाईहरुलाई थाहा छ अब कर्मचारी सञ्चय कोषको विज्ञापनमा फर्म भरिसक्नु भएको छ भने तपाईलाई एउटा खुशीको खबर सुनाउँछु। लोक सेवाले पाँचौं तहको लागि पनि अब पूर्व योग्यता परीक्षा प्री टेस्ट एक्जाम दिनुपर्छ भनेर सार्वजनिक गरिसकेको छ। तर तपाईलाई यस वर्षको लागि तह 5 मा प्री टेस्ट एक्जाम दिनु पर्दैन। तपाईहरुको लागि खुशीको खबर रहेको छ। तर नेक्स्ट इयर अब जुन विज्ञापन खुल्छ नि त्यसमा चौथो तह होस् अथवा पाँचौं तह होस्, दुईटैमा फर्म भर्नलाई तपाईहरुले प्री टेस्ट एक्जाम दिनै पर्छ। चौथो तहमा त अलरेडी दिएको स्टुडेन्टहरुले मात्र फर्म भर्न पाउनुहुन्छ। तर यसपालि जुन लागू भयो त्यो नेक्स्ट इयर देखि लागू हुनेछ। प्री टेस्ट एक्जाम पाँचौं तहको लागि छैटौं तहको लागि पनि हुने सम्भावना छ। सो फर्म भर्नु भएको छ भने आफ्नो तयारी अझै राम्रो बनाउनको लागि भोलिदेखि सुरु हुने कक्षामा आजैदेखि एडमिसन गरेर आफ्नो तयारी राम्रो बनाउनुस्। नेक्स्ट इयर अब प्री टेस्ट आयो भने तपाईहरुको तयारी गर्न अझै गाह्रो हुन सक्छ। सो ढिला नगरिकन पाँचौं तहको फर्म भर्नु भएको छ भने यसपालि राम्रो अपर्चुनिटी छ। धेरै संख्यामा विज्ञापन खुलेको छ। प्री टेस्ट पनि पास हुनु पर्दैन। यसपालि प्री टेस्टको फर्म पनि भर्नु पर्दैन। इफ तपाईहरुले फर्म भरिसक्नु भएको छ पाँचौं तहमा भने नेक्स्ट इयर को लागि प्री टेस्ट पास हुन अनिवार्य छ। ढिला नगरिकन नयाँ कक्षामा जोइन हुनुस्, जहाँ नेपालको उत्कृष्ट टिचर टिमसँग नेपाली र इंग्लिश दुईटै मिडियममा क्लास पढ्न पाउनुहुन्छ। डेली क्लासेसको लाइभ क्लासको रिकर्डेड भिडियो एक्सेस पनि हुन्छ। पीडीएफ नोट्सहरु पनि इंग्लिश र नेपाली दुवै मिडियममा पाउनुहुन्छ। साथै लाइभ कपी चेकिङको पनि सुविधा रहेको छ। र सम्पूर्ण क्लासेस यसरी स्मार्ट बोर्डमा 1 बाइ 1 लेखेर पढाउनुहुन्छ सरहरूले। सो ढिला नगरिकन यो अपर्चुनिटी मिस नगर्नु होला। हस्त धन्यवाद।